यस्तो गाडी भित्र छिरेको छु गाइस यस्तो मस्त गाडी भित्र यस्तो छिरेको छु म हेलो गाइस वेलकम टु माई न्यू ब्लग सबैजनालाई वेलकम छ मेरो न्यू ब्लग्समा र धेरै पछि मेरो यो च्यानलमा ब्लग्स आउँदैछ मैले 6-7 महिना भयो होला मैले ब्लग्स हालेको थिइनँ र अहिले चाहिँ म घरमै छु बसिरहेको छु अनि ब्लग्स पनि भर्खर स्टार्ट गरेको छु धेरै पछि आएको छ लाइक सब्स्क्राइब गरेर नभुल्दैन होला र यहाँ हेर्न सक्नुहुन्छ यिनीहरू चाहिँ टिकटक बनाइरहेका छन् मजाले र सबैले लाइक सब्स्क्राइब गरिदिनु होला अनि अहिले चाहिँ अलिक घाम भर पानी परिरहेको थियो अहिले चाहिँ भर घाम लाग्छ अलि हावा पनि आइरहेछ र एकदम पानी परेर अहिले चाहिँ उगारो भएको छ भर्खर पनि घाम लागेको छ बाल पनि अहिले चाहिँ भर्खर घाम लागेको छ अनि र सबैजनाले फुल वाच गर्नु होला भिडियोलाई धेरै पछि आइरहेको छ लङ टाइम पछि मेरो भ्लग्स आएको छ यो च्यानलमा र अनि हाम्रो चाहिँ यो के अरे कुकुर हाम्रो यो छ नि यो हाम्रो यो चाहिँ बिराम भएको छ अहिले हाल चाहिँ त्यसैले सुतिरहेको छ र यस्तै छ र गाई तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ चाहिँ होइन मस्त के अरे फुल फुलिरहेको छ रोज फुल कति राम्रो छ हेर्नुहोस् अनि कति राम्रो रोज फुल फुलेको छ यहाँ यस्तो दामी छ एकदम राम्रो रोज फुल फुलेको छ मेरो पहिला भिडियो पनि हेर्न सक्नुहुन्थ्यो तपाईँहरूले यस्तो फुलको मैले पहिला पनि हालेको थिएँ जस्तो लाग्थ्यो पहिलाको भ्लगहरूमा नि यो होइन यही पनि भ्लग स्टार्ट गरेर खोलिरहेको छ यहाँ मस्त लाएर यहाँ चाहिँ पुरा राम्रो फुल फुलिरहेको छ रोज फुलहरू यस्तो राम्रोसँग र यहाँ चाहिँ गाई यहाँ छ है पुरा यता हेरेर आएको छ पुरा यिनीहरूले फुल टिप्न खोजिरहन् हेर्नुहोस् तपाईँहरू गाइस हामी चाहिँ अहिले ऐसोलु खान जाने भनेको छ यिनीहरूले चाहिँ त्यही ऐसोलु खान जाने पुरा अहिले ऐसोलु पाक्छ त्यति बेला अहिलेको बेलामा ल यो चाहिँ फेरि भिडियो एडिट गर्दैन यहाँ भ्लग्स बनाउने होइन त्यही पनि भ्लग्स बनाएको छु म पनि होइन भ्लग्स बनाएको छु यो पनि भ्लग्स बनाइरहेको छ क्या म एडिट गर्दैन है म एडिट गरिदिनुपर्छ अहिले अनि हामी चाहिँ अहिले ऐसोलु खान जान लागेको छौँ यहाँ यिनीहरूले औषधी खानु जाऊँ भने अनि त्यहाँ जानु लाग्यो अहिले औषधी पाकेँ अरे मनतिर त्यसै हामी चाहिँ अहिले औषधी खाना मनतिर लाग्दैछौँ अहिले चाहिँ हामी मस्त हावा आइरहेको के भर पानी परेको थियो त्यसैले घाम पनि खासै लागेन हावा आइरहेको छ त्यही भएर कहाँ हो हिँड्न तल हरे जानु पर्यो अब चाहिँ अब के भन्नु त फोकर भयो नि अब चाहिँ अब के भन्नु त फोकर भयो नि हुन्छ कि यही नि हुन्न हिँड यसो होइन के सफा हेर न जङ्गल जान पानी पर्ला जस्तो भइरहेको छ अहिले फेरि भर्सन घाम लागिरहेको थियो अहिले भर्खर पानी पर्ला जस्तो भइसक्यो यहाँ चाहिँ गाई हेर्नु सक्नुहुन्छ तपाईँहरू हामी ऐसो खाना आइपुग्छौँ ऐसो चाहिँ खासै धेरै छैन अलिअलि फलेर पाकेर चाहिँ होइन यस्तो दामीसँग यस्तो मजाले पाकेको छ म चाहिँ टिप्दैछु काँडाले गोप्न पनि सक्छ यहाँ चाहिँ काँडाहरू पनि डन्नै छ नुकिला चुच्चो काँडाहरू पनि धेरै छ यहाँ एकदम दामी छ ऐसोले चाहिँ यस्तो पाकेको छ पुरा यहाँले परेर हामी चाहिँ पुरै जङ्गल छ वहीँ चाहिँ हेरौँ पनि हेर्नु एकदम दामी जङ्गल छ यहाँ त बाघहरू पनि भेट्न सकिन्छ पुरै जङ्गल छ यहाँ झन् राम्रो ठुल्ठुलो छ हेर्नुहोस् हेर्न म चाहिँ के खाने यो चाहिँ पुरा के खाने भनिरहेको छ भेट्दा छैन टिप्नु सके छैन अहिले चाहिँ यहाँ कस्तो काँडा छ हेर्नुहोस् यस्तो ठुलो कस्तो ठुलो दाना छ अहिले खाइरहेको चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँहरू कस्तो काँडा छ यहाँ चुच्चो काँडाहरू छ भिडियो हिच्नेको त क्यामेराम्यानहरू त म चाहिँ खाने त म यस्तो पुरै काँडाबाट टिपिरहेको हामीले चाहिँ तपाईँहरूले चाहिँ म यति टिपिसकेको छु यसरी चाहिँ म खाँदैछु मिठो छ एकदम अति मिठो लोकल हेर्नु है बब्ली छ गाइस ऐसोले चाहिँ एकदम दामी फलेको छ यहाँ टन्नै छ भिटाउनु सक्दैन ऊ माथि छ हामीले सकिरहेको छैनौँ काँडाले गोपिरहेको ठुलो काँडाहरू गप्की गप काँडा गोपिरहेको छ यहाँ
हामी टिप्दैछौँ है ध्यान ए ओइ खाडा निकालेन त्यही त यसले चाहिँ कति धेरै टिपिसकेको छ यसले चाहिँ यहाँ पुरै हातभरि टिपेको छ मैले टिपेर अलिकति चाहेको छु यसलाई चाहिँ काँडा गोप्यो अरे एउटा नखाइकन खान्छु यहाँ कति धेरै फलेको छ हेर्नु सक्नुहुन्छ तपाईँहरू कति धेरै फलेको छ ऐसलु खाना चाहिँ गाइस हामीबाट अब सम्पर्क गरे हुन्छ है पुरै फलेको छ गाइस ऐसलुको भकारी नै हो के यस्तो गाडीभित्र छिरेको छु है गाइस यस्तो मस्त गाडीभित्र यस्तोमा छिरेको छु म यस्तो गाडीभित्र मस्त छिरेको छु म काँडाको बिचमा छु मलाई अलिअलि चल्यो भने मलाई काँडाले गोपिदिइहाल्छ कि मैले जोगी 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 ऐसलु टिपिरहेको छु गाइस यस्तो दामी छ ल हेर्दै गर्नु होला भिडियो है फुल वाच गर्नु होला हेलो गाइज तपाईँहरू हेर्नु सक्नुहुन्छ मैले उहाँभित्र त्यस्तो झारीमा गएर मैले यत्रो धेरै टिपेर ल्याएको छु ऐसेलो कति धेरै छ यिनीहरू चाहिँ यहाँ बाहिर बसेर हेरिरहेको थिएँ यहाँले टिप्न सकेनन् र मैले चाहिँ एकदम धेरैलाई टिपेर काँडाले गोपिरहेको थिएँ तर पनि मैले त्यत्रो भित्र छिरेर ल्याइदियो भने त त्यो खासै गोपेर गोप्नु चाहिँ है त गाइज यत्रो धेरै ल्याएको छु मैले चाहिँ ल गाइज हामी चाहिँ अहिले चाहिँ ऐसेलो खाएर अनि फर्किँदैछौँ है त यता अर्को चाहिँ भ्लग्स बनाइरहेको छ है अहिले पनि काँडा भएछ यसको चाहिँ यहाँ काँडाले गोपेर पनि रहेको थियो आजले यहाँ यहाँनिर यो चाहिँ यहाँ कुकुरलाई पानी खाने गाह्रो छ भनिरहेको कुकुर बिराम भइरहेको छ अहिले हावा आइरहेको छ यहाँ एकछिन रमाइलो पनि भयो मजै आयो एकछिन अब केही छैन यसलाई ठिक छ ल भिडियोलाई हेर्दै गर्नुपर्छ अहिले चाहिँ घुम्न यसो निस्केका छौँ यसो अब माथितिर गएर घुमघाम गरेर यसो रोडै घुमेर अनि हामी आउँछौँ हामी र म र बहिनी जानु लाग्छौँ हेर्नु सक्नुहुन्छ तपाईँहरूलाई म र बहिनी जानु लागेको हो पसलतिर जाने यसो घुमघाम गर्ने यसो बेलुका बेलुका भइसकेको छ अहिले चाहिँ हामी चाहिँ अहिले चाहिँ हिँडिरहेका छौँ हेर्नु सक्नुहुन्छ तपाईँहरू पनि हिँडेर चाहिँ यो र म जानु ला हो त सबै घरमै छ नि कोही मानेन आउनलाई ल हामी चाहिँ होइन माथि रोडमा आएको छौँ अहिले चाहिँ बिस्तारै यसै घुम्दैकै हामी चाहिँ अहिले चाहिँ बिस्तारै घुम्दै घुम्दै माथि रोडसम्म पुगिसकेका छौँ अब चाहिँ मुनि पुग्नुपर्छ फेरि वहाँ मुनि ऊ कहाँ देखि देख्दैन हेर त है त अहिले घुमघुम गरेर फर्किसकेका छौँ मान्छेमा खाजा खाँदै खाए हामी चाउचाउहरू किनेका थियौँ र मजाले खाइयो 2-3टा अब चाहिँ हामी बिस्तारै जाँदैछौँ घरतिर ल गाइज म चाहिँ घर आइसकेको छु अहिले चाहिँ अँधेरै भइसकेको छ म अहिले घर आइसकेको छु घुमेर पसलतिर गएर खाजासाजा खाएर नि आएको अहिले चाहिँ अँधेरो अँधेरो भइसकेको छ तपाईँहरू हेर्न सक्नुहुन्छ र अब बसिरहेछौँ टिभी हेर्छौँ है त अनि खाना खाने बेला भइसकेको छ सबैजना खाना खानु लागिसकेको छ म पनि खाना खान्छु अब खाना खान्छौँ हामी है त मैले चाहिँ खानासाना खाइसकेको छु र अब चाहिँ भिडियोहरू एडिट गर्नुपर्ने हुन्छ त्यसैले मैले भिडियोलाई इन गर्दैछु सबैजनाले लाइक सब्सक्राइब गर्नु भएन लाइक सब्सक्राइब गरिदिनु होला र आजको भिडियो यति नै भन्दै म बिदा हुन चाहन्छु ओके बाई।